बस पार्क हत्या प्रकरणले लियो नसोचेको मोड। 500 रुपैयाँको विवादले तेस्रो लिङ्गीको ज्यान लिएको खुलासा। दर्शकबिन, काठमाडौँको नयाँ बस पार्क क्षेत्र फेरि एकपटक भयावह घटनाले थिलथिलो बनेको छ। शनिबार टोखा नगरपालिका 9 स्थित सडक छेउ तन्ना भित्र पोको पारेर फालिएको अवस्थामा भेटिएको शव तेस्रो लिङ्गीको भएको पुष्टि भएको छ। त्रिवी शिक्षण अस्पतालमा गरिएको प्रारम्भिक परीक्षणपछि शव तेस्रो लिङ्गीको रहेको स्पष्ट भएको भए पनि उनको पहिचान भने अझै खुल्न बाँकी रहेको छ। पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उदयपुरका सूर्य मगरलाई नियन्त्रणमा लिएको छ। मगर बस पार्क नजिकैको एक होटलमा भान्सेका रूपमा काम गर्दै आएका थिए। उनले मृतक तेस्रो लिङ्गीलाई 500 रुपैयाँ सापटी दिएको र रकम फिर्ता माग्दा विवाद चुलिँदै पुगेपछि घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। आरोपीले तेस्रो लिङ्गीसँग भएको कुराकानीमा उनले आफ्नो घर रुकुम रहेको बयान दिएका छन्, तर मृतकको वास्तविक पहिचान खुलेको छैन। मृतकको शव तन्नाभित्र बेरेर बस पार्क क्षेत्रमा फालिएको अवस्थामा भेटिएपछि स्थानीय र यात्रु क्षेत्रभरि त्रास फैलिएको थियो। प्रहरी टोलीले घटनास्थलमै प्रारम्भिक अनुसन्धान अघि बढाउँदै शवसहित अन्य प्रमाण संकलन गरेको हो। काठमाडौँ प्रहरी परिसरका एसएसपी रमेश बस्नेतका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी छ। मृतकको पहिचान खुलाउन प्रयास भइरहेको छ। आरोपीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ, उनले बताए। घटनाबारे औपचारिक जानकारी दिन काठमाडौँ जिल्ला प्रहरी परिसरले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ।